भेरी गुड मर्निङ साथीहरू। आज चाहिँ डे 2 भनौँ हामी चाहिँ अब राराको लागि निस्केको अनि एकदम आनन्दले सुत्तियो। बिहान एकदम छिट्टै उठेर हिँडेको किनकि हामीलाई धेरै टाढा पुग्न छ। आज पनि पुगिन्छ पुगिँदैन थाहा छैन। यहाँ चाहिँ एकदम एक्सट्रिम जाडो छ, त्यही भएर आफ्नो बन्दोबस्त गरेर हिँडेको छौँ। ओके लेट्स गो। बिहानको 5 बजे उठेर हिँडेको छौँ हामी चाहिँ होटलबाट। म धेरै टाढा पुग्नु छ आज, त्यही भएर। अनि यहाँ चाहिँ एकदम एक्सट्रिम जाडो छ। साथीहरू भिडियो बनाउन झरेको त मलाई कार्यालय कारी कालीकोट स्थापना 2034 साल। बुङ्गुर हो बदेल र बुङ्गुरमा के फरक हो? यो चाहिँ मुङ्रे केरा। हाम्रो ड्राइभर दाइलाई भेट्नुहोस् साथीहरू। जाडो हेभिङ जाडो। Woke up late, missed the morning glaze, but the sunlight hits in so many ways. Grabbed my shades and hit the streets, no plan, chasing vibes like seashells in the sand. Radio hums a tune I can't name,
Crooked smiles, crashing waves, no shame. Flip my phone, toss it in my bag. Today's for us, no time to lag. Feel the world just turning slow. Let the breeze tell us where to go. Every step a beat we can make. अनि कहाँबाट आएको भन्ने थाहा? हामी बुटोलबाट आएको बुटोल सुर्खेत भन्दा पनि टाढा हो आइ भन्दै न मेरो साथीहरुलाई आऊ फेरि माटो खेल्नलाई फोरी राम्रो भएर आएको अनि यहाँ हस्पिटलहरु छ कि छैन छ पढाइ राम्रै हुन्छ हो अनि यस्तो यस्तो हामी घुम्न आएको बेलामा रमाइलो लाग्छ हो हामीलाई पनि त्यही भएर यो ठाउँमा यस्तो घुम्न मन लाग्यो कि तिमीहरुसँग भेट्नलाई खुसी लाग्यो है खुसी लाग्यो ल लाउ जाऊ साथीहरु यहाँ चाहिँ एकजना बहिनीको नाम पनि प्रतीक्षा रहेछ हेरौँ कसको नाम हो प्रतीक्षा हेर्नुस् प्रतीक्षा नाम भएको मान्छे कति राम्रो हुन्छन् नो डाउट हाय हामी चाहिँ बिहानको खाजा खान हिँडेको अब मानमा कालीकोटमा चाहिँ खाजा खाने ठाउँ रहेछ सानो बजार रहेछ यहाँ चाहिँ खाजा खाउँ भनेर हिँडेको अन्डा लिएर आइसु त दिनमा सातवटा लिएर खै मामा खै यहाँ चाहिँ बाटो साँघुरो अनि दुईटा गाडी फस्यो भन्दा पनि अब एउटा वान वे छ बाटो चाहिँ अनि दुईटा गाडी उता यता आयो अब को अगाडि जाने को पछाडि जाने भन्ने भयो अनि हामी पनि यहाँ छौँ हामी पनि यहाँबाट आएको हामी यहाँ चाहिँ छलफल हुँदैछ को जाने कता जाने भन्दै लास्टमा ब्याक गराउँदै हाम्रो गाडी वहाँ लग्यो ब्याक गराएर अनि सबै गाडी पास भए हाम्रो गाडी आयो यस्तो राम्रो भ्यू छ यहाँबाट हेर्नुहोस् न कस्तो राम्रो भ्यू छ ओ माय गॉड कस्तो राम्रो के भ्यू त फाइनली हाम्रो गाडी आयो अब हामी जाने हो गाडीको टायर गनाएर यहाँको नेचुरल खोलाको पानीले टायर धुँदै हुनुहुन्छ दाइले कस्तो धुवा उडेछ
खाना खाने ठाउँ एकदम थाकेको छौँ हामी सबै यहाँ मार्सी चामल र भात खाने हो यहाँको लोकल चामल मार्सी चामल हाम्रो चाहिँ खाना खाने बेला भयो मार्सी चामलको भात र च्याङ्राको मासु खानाहरू सकियो अब यहाँबाट अगाडि जाने यहाँ ब्यागहरू मिलाउँदै हुनुहुन्छ यहाँ बाबु नानीले के किन्दैछन् दुखाउँदैछन् यहाँ चाहिँ भित्तामा पहाडमा चाहिँ म्याप अफ नेपाल बनाएको रहेछन् माथि चाहिँ विन्डमिल रहेछ अनि त्यसको तल ठ्याक्कै तल चाहिँ म्याप अफ नेपाल बनेको रहेछ कस्तो राम्रो गर्नुपर्ने रहेछ एकदमै जाडो छ बाहिर हामी फाइनली आइपुग्यौँ पिनाजु र दाई भएर रुम हेर्न जानुभएको छ होटेल रुम हामी चाहिँ यहाँ कुरेर बसेको छौँ यो चाहिँ हाम्रो आजको होटेल एकदमै जाडो एक्सट्रिम जाडो हो हामी चाहिँ यहाँ आगो तापेछौँ हामी अघि आएको त्यति बेला भिडियो बनाउन पाएन एकदमै जाडो थियो एकदमै चिसो भएर अहिले चाहिँ यहाँ हामी आएर ड्रेस चेन्ज गरेर कपडा थप्यौँ ग्लोभ्सहरू लगायौँ अनि त्यस पछाडि यहाँ आगो ताप्न बसेछौँ अबको क्लिपहरू सबै देखाउँछु ल अनि हामी यसरी यहाँ आगो तापेर च्याङ्राको भुटुवा बार्बिक्यू गर्न लागेको फाइनली साथीहरू हामी रारा लेकको मेन होटेलमा जहाँ हामी आज जाने एक नाइट स्टे गर्ने त्यहाँ आएका छौँ एकदम चिसोको कारणले हामीले यो आगो बाल्न भनेर सबै यस्तै लस्करी बसेछौँ खाना बन्न टाइम लाग्छ त्यही कारणले गर्दाखेरि सुपहरू के पाउँछ यहाँ के डिसहरू बनेर त्यो खाँदैछौँ अहिले यो भुटुवा च्याङ्राको जाडो जाडो लास्टी जाडो यहाँ चाहिँ चिकन बार्बिक्यू अन प्रोसेस साथीहरू फाइनली कपडा चेन्ज गरेर रुममा आयौँ रुगा लाग्न आँटेछ यस्तो चिसो छ नि यस्तो चिसो छ कि तपाईँहरूले इमेजिन नि गर्न सक्नुहुन्न इमेजिन त गर्न सक्नुहुन्न तर लास्ट चिसो कि लास्ट स्नोफल मात्र हो र बाँकी छ अरू सब त्यस्तो चिसो छ अनि अब चाहिँ हामी सुत्न लागेको खाना खासै खाइएन बार्बिक्यू गऱ्यौँ यस्तै त्यस्तै कचर पचर खाएर अगायौँ अब चाहिँ सुत्न आँटेको दिदीहरूले सुत्नुपर्छ अनि मसँग चाहिँ आरुषी र म हो एकदमै जाडो भयो टोपी लाएर सुत्दै चाहिँ अब मैले के लाउँछु एकछिनपछि एकदमै जाडो छ अब हामी सुतेको गुड नाइट मर्निङ साथीहरू एकदमै जाडो ठाउँ रारादेखि एकदमै जाडो छ हामी चाहिँ रारा नजिकै होटेलमा बसेको थियौँ अब आज चाहिँ अलिकति लाइक हाफ एन आवर जति हिँड्नुपर्ने रहेछ माथि पुग्नको लागि
अनि त्यसपछि बल्ल रारा त्याल देख्न पाइन्छ। अनि म देखाउँछु हजुरहरूलाई पनि। अनि अब चाहिँ हामी सबै रेडी भएर निस्किन लागेको। एकदमै जाडो छ कि एकदमै के सोचेको थिएँ के भयो लाइक कस्तो कस्तो कपडाहरू लिएर तिमी लगाउन भनेर एक्सपेक्टेसन चौपट। एकदमै जाडो छ, बाँकी एकदम रमाइलो भइरहेछ। ओके सी यू। आवर टिम इज रेडी। एकदम बिहान एकदम ठिराउने जाडो छ। सबैजना रेडी हुनुभएको छ। अब हाम्रो हिँड्ने यात्रा सुरु भयो। भर्खरसम्म जाडो भएर आत्तेको मान्छे हिँड्दा हिँड्दै गर्मी भयो, कपडा कम्मरमा आयो। मस्त हिँड्नुपर्ने रहेछ। गर्मी भएर सबले कम्मरमा ज्याकेट बेर्नु भयो। कति लाग्यो हिँड्न पर्ने रहेछ। आयो भने यहाँसम्म चाहिँ गाडी पनि आउने रहेछ, तर यहाँ चाहिँ आधा घन्टाको मात्र टाइम दिने रहेछ गाडीलाई। लाइक ड्राइभरहरूले लिएर आएर छोडिदिएर जाने होला। हाम्रो चाहिँ सबै हिँडेर आएको, त्यस कारण यहाँबाट उता चाहिँ गाडी पनि नजाने। अब हामी यहाँबाट उता पनि हिँडेरै जानुपर्ने। अब चाहिँ एकदम नजिकै रहेछ, आइसक्यो। लाइक उतै नै हो। फाइनली अब आउन लागिसक्यो। अब धेरै टाढा छैन। यस्तो राम्रो छ भ्यू। अब यो टर्न पछि चाहिँ रारा लेक हो अरे है, हो अरे मात्र थाहा पाएको। त्यहाँ गएपछि चाहिँ नहुन नि पायो। अझै कतै टाढा भन्ने नै थाहा भएन। हिँड्नेछ अघि नै हो मैले फाइनल्ली आइपुग्यो भनेको, तर अझै हिँडै छौँ। थाकिसक्यो साथीहरू। हाम्रो बेबी पनि हिँड्ने कति आयो भनेको पनि अघि नै हो। अझै यो जङ्गलबाट नि कता हो रहेछ, भित्र जानुपर्ने रहेछ। म त थाकेँ, मैं तो थक गई। ओह्रालो रहेछ यहाँबाट चाहिँ। अब सायद नजिकै हो, अब आयो होला सायद। तल रहेछ हरि ओह्रालो हो। यस्तो अप्ठ्यारो बाटो अनि ओह्रालो। अरे के ना क्या चाहते हो? कुछ नहीं। चाहिँ हाम्रो टिमको फोटोसुट चलिरहेछ। कहाँ पुग्नु भयो बिना चाहिँ फोटोसुट गर्नलाई। ए चाहिँ मेन बाटो उता छोडेर सर्टकट खोज्दै सर्टकट आएको। सबैजना सर्टकट भन्दै यतै हो तल। फाइनली एट द डेस्टिनेसन। यत्रो दिनको थकाइ, यत्रो दिनको मेहनत सिर्फ यही हेर्न थियो। दामी मेन भनेको।
गर्न आँटेको सबैजना लाइफ ज्याकेट लगाउँदै हुनुहुन्छ अब यहाँ रारा लेकमा चाहिँ बोटिङ गर्न आँटेको मेन एक्साइट भएका मान्छेहरू बोटिङ गर्न यिनी हो है हाम्रो ग्रुपमा धेरै एक्साइटिङ भएको बोटिङ भन्दा अलि डराउने होला कस्न दाइएर आउनु बोटिङ पनि सकियो अब हामी चाहिँ हिँडेको अब चाहिँ हामीले यहाँ हर्स राइड गरेर जाने हो घोडामा जाने भन्ने सल्लाह भयो यस्तो बाटोमा हर्स राइड गरेको छौँ मजा पनि आहा डर पनि लागेको छ मिक्स फिलिङ सबै टिम आउँदै हुनुहुन्छ हर्स राइड गर्दै डर पनि लागेछ रमाइलो पनि लागेछ मिक्स फिलिङ तर मजा पनि आहा सबैजनासँग भएन कि लाइक म अगाडि छु उता पछाडि हुनुहुन्छ सबैजनाको फिलिङ्स हेर्नै पाएन क्या रियाक्सन रमाइलो चाहिँ भएको एकदम रमाइलो भएको छ जस्ट गट टु नो द्याट मेरो घोडाको नाम चाहिँ रकी रहेछ हाई रकी कस्तो क्युट हामी चाहिँ झऱ्यौँ उता चाहिँ अरू आउँदै हुनुहुन्छ गुराँसको जुस चाहिँ यहाँ होटलवाला अङ्कलले हामीलाई माया गरेर गिफ्ट दिनुभएको नाली गुराँसको शरबत इट्स टाइम टु चेक आउट फ्रम द होटेल अब चाहिँ घरतिर लाग्ने अब जाँदा कति दिन लाग्छ घुम्दै घुम्दै जाने बाटोमा मिलेछ पान मिल्यो जब यो पान खाँदैन हामीले गाडी चलाउनै सक्दैन तपाईले मान्नुस् या नमान्नुस् ड्राइभर राम्रो गर्छ यहाँ चाहिँ एकदम अफ रोड रहेछ गाडीले तानेन त्यही भएर हामी चाहिँ सबैजना झरेर एकछिन चाहिँ फोटोसुट गर्ने रे यहाँ यस्तो सिनो फोटो खिच्ने भनेर हामी चाहिँ मिनी ब्रेक लिएको छौँ जाम न गएर आधी घन्टा लाग्छ अब लाग्दैन
हिँड्दै आउँदा आउँदै बाटोमा यहाँ हलो जोतेको देखेर भिनाजु र दाइले चाहिँ एक्सपिरियन्स गर्न मन लाग्यो हलो जोतेको भनेर रोकेर सोधेको यहाँ हुन्छ आउनु न भन्नुभयो त्यही भएर भिनाजु गइहाल्नु भयो त्यहाँ हलो जोत्नु आएन भिनाजु जोत्नु भयो जान्ने भएपछि त्यो हलो नै बिगारिदिनु भयो अब के भयो यहाँ चाहिँ यस्तो गर्ने है त ए त्यस्तो गराउने हो फर्स्ट टाइम देखेको नि मैले रियल आँखाले यसरी के रोप्नु भयो दिदी यहाँ रोपिसके माडिएन हामी चाहिँ यो गाउँ हुम्ला गाउँको स्याउ पाउँछ यहाँ मिठो भनेर स्याउ लिनको लागि रोकेको दाइ भिनाजु भएर स्याउ लिन जानुभएको छ हामी चाहिँ यहीँ कुरेछौँ हामी चाहिँ यहाँको अर्ग्यानिक स्याउ लिन हिँडेको यहाँ दाइले टिपेर राख्नु भएको रहेछ माथि है बारी चाहिँ उहाँ माथि हामी चाहिँ यहीँबाट लिएर जाने भनेर यहाँ बसेको यहाँ कार्टुनमा रहेछ स्याउको बुट्टा स्याउ कति धेरै स्याउ फलेछ अर्ग्यानिक स्याउ हामी अझै पनि हिँडिरहेको छौँ अब साँझ पर्न आँटिसक्यो अबको हाम्रो डेस्टिनेसन कहाँ हुन्छ थाहा छैन आजको नाइट स्टे सायद कालीकोट हुन्छ होला सो हामी अझै पनि हिँडिरहेको छौँ एकदमै अफ रोड बाटो छ अनि मौसम पनि चिसो अनि हामी त हामी गाडीमा चाहिँ अन्ताक्षरी खेल्दैछौँ उहाँ चाहिँ बुबुमा हो खालि सुरुमै गाइदिनुहुन्छ बुबुमा भए पनि हाम्रो त पाली चाहिँ यता पनि आयो फाइनली आजको होटेल रुममा आइपुग्यो एकदमै थकै लागेछ हुन त म सधैँ त्यही भनिराखेको छु साँच्ची साथीहरू एकदमै थकै लाग्छ अनि यहाँ चाहिँ लाइन पनि एकदमै लो भोल्टेजमा रहेछ रुमहरू पनि लाइक एडजस्ट गर्न मिल्ने खालकै छ नट सो वाउ अनि एकदम थकै लागेछ खाना खान जान्छौँ अनि त्यसपछि सुत्ने ओके सी यु टुमरो भेरी गुड मर्निङ एभ्रिवान हाम्रो चाहिँ टाइम टु चेक आउट सिधै उठेर एकदम ढिलो उठ्यो अनि रेडी भएर छिटो रेडी भएर हिँड्दाखेरि चाहिँ सबै क्लिप खिच्न भएन त्यही भएर अब चेक आउटको टाइम निस्किन लागेको हामी चाहिँ यहाँबाट Our journey begins again. So they have Good morning from Seoul. Good morning from Humlako Seoul. हामी चाहिँ यहाँ बुट्टामा बेलाउती देखेर बेलाउती टिप्न हिँडेको
ini पनि हिँडिछिन् बेलायती टिप्न भैलो खेलेर बाटो छेकेछन् अझै पनि पैसा चाहिन्छ यसरी गाडी रोकेर यसरी नाच्ने रहेछन् ल चाहिँ यहाँ भाइरल पुल रहेछ हामी पुलबाट जान्छौँ भनेर यत्रो फेर लाउनु पर्ने थियो गाडीमा हिनाजु र दाइलाई गाडीमा उताबाट पठाइदिएँ अनि हामी चाहिँ पुलबाट पारी आउँछौँ भनेर यहाँबाट जान आँटेको ल हिँड्नुहोस् पुल चाहिँ लास्टै डर लाग्ने रहेछ त आमामा तल हेर्नु त आमा उहाँ पारी पुग्ने हो हिनाजुहरू उताबाट आउनुहुन्छ दाइहरू हिनाजु के कानै त्यो पुलबाट पारी आइन्छ भनेर गाडीबाट झरेको त त्यो पुलतिर त गाडी नै नआउने रहेछ हामी अरू ठाउँमै जानुपर्ने रहेछ त्यसपछि हामी हिँडाइमा पर्यौँ हामी चाहिँ हिँडेछौँ अझै कति हो थाहा छैन यहाँ चाहिँ जाम भयो खतरै जाम भयो खाना खाने टाइम आज चाहिँ मेरो बर्थडे त्यही भएर म खाँदिनँ उहाँहरूले खानुभएको छ कर्णालीको माछा चिकन दाल चाहिँ कर्णालीको लोकल माछा लोकल आयल निगममा चाहिँ डिजेल हालियो गाडीमा बाबुलाई आची आयो भनेर अब यहाँ चाहिँ खोलामा आची गराउन हिँडेको डराउनुहुन्छ अरे दिदी जानलाई यहाँ चाहिँ अधिकारीहरूको मन्दिर रहेछ अधिकारी मन्दिर भनेर ल एकदमै फोहोर भएर अनि त्यसपछि गाडी धुन लागेको यहाँ एकदमै फोहोर भएर गाडी उताको धुलोले कस्तो राम्रो छ सिन हेर्नु न पञ्चकोशी ज्वाला क्षेत्र यहाँ चाहिँ आगो बल्ने रहेछ जुन पानीमा जुन चाहिँ कहिले पनि निप्दैन अरे यहाँ चाहिँ एउटा होइन कहिले निप्दैन अरे आगो चाहिँ
यहाँ चाहिँ बत्ती आगो बल्ने रहेछ भित्तामा अनि जति पानी परे पनि ननेम्ने रहेछ। त्यो पानी परिरहेको चाहिँ के भयो तर ननेम्ने रहेछ। साथीहरू हामी चाहिँ अझै पनि हिँड्दैछौँ। ड्राइभरमा माइलो चाहिँ मस्त अमिलो फलेको रहेछ। अब चाहिँ सोधेर हुन्छ कि चोरेर हुन्छ कि अमिलो त खानै पर्यो। यो चाहिँ दैलेख बजार, हामी चाहिँ भर्खर दैलेख बजार आयौँ। अब यहाँ चाहिँ चिया नास्ता गर्ने। हामी चाहिँ दैलेखमा खाजा खाएर ओह्रालो लाग्यो। अब चाहिँ जाजरकोट हुँदै हुँदै रोल्पा हुँदै हुँदै घरतिर। साथीहरू हामी चाहिँ रोल्पा जाजरकोट हुँदै जाने भन्ने प्लान गराएको थियौँ, तर बाटोमा एकदमै अँधेरो भएर अनि उतातिर चाहिँ खासै बस्ती पनि नभएको कारणले गर्दाखेरि जङ्गलको बाटो हिँड्नलाई अलिक डर भएको हुनाले हामी चाहिँ फेरि फर्किएर फेरि दैलेख हुँदै फेरि सुर्खेततिर झर्ने प्लान गरेर फर्कियौँ। आफ्टर हेक्टिक डे फाइनल्ली इन अ होटेल सुर्खेत। हुलिया यस्तो छ। हाई गाइज, फाइनल्ली यति थके लागेछ कि कुरै नगर्नुहोस्। फाइनल्ली सुर्खेत आइपुग्यौँ। सुर्खेत आएर पनि 12 बजे छ। कहीँ होटेल नपाएर बल्ल बल्ल सिद्धार्थ होटेलमा बसेको छ। एकदमै हेक्टिक डे, एकदम थकै लागेछ। खै कता के भयो, लाइक नाइटमेयर भयो मलाई त। यस्तो अझै पनि गाडीमा हिँड्ने जस्तो भयो। फाइनल्ली होटेलमा आइपुग्यौँ। अब चाहिँ खाना बनेको छौँ, खाना खान्छौँ अनि सुत्छौँ अनि भोलि देखाउँछु ल। गुड नाइट, गुड मर्निङ। यस्तो उलिया भयो। हामी चाहिँ भर्खर उठेको, अहिले चाहिँ ठ्याक्कै 8 बज्यो। हामी चाहिँ भर्खर उठेको, फ्रेस हुन आँटेको अब। अनि आज चाहिँ बाहिर एकदम ठुलो पानी परिरहेको छ। अनि अब भर्खर न्युज हेरेको, उता रारातिर चाहिँ खतरा स्नोफल भइरहेको रहेछ। धन्न छिटो आइएछ। स्नोफल हेर्न पाएन भन्दा एकदमै चिसो थियो, चिसो धेरै हुन्थ्यो। अनि अब चाहिँ सवार देख्छौँ, फ्रेस हुने अनि त्यसपछिको क्लिप देखाउँछु। हेलो, गुड मर्निङ। एकदम फ्रेस मर्निङ। आज चाहिँ एकदम फ्रेस भएछौँ। उठेर नुहाइधुवाइ गरियो, फ्रेस भयो। यस्तो राम्रो भयो बाहिर मौसम चाहिँ। पानी परिरहेको छ, यस्तो राम्रो देख्यो बाहिर। चिसो छ, तातो कफी खाइयो। रेडी। अब हाम्रो टुर चाहिँ आज इन्डो। अब हामी आज घर पुगिन्छ फाइनल्ली। इट्स टाइम फर द चेक आउट। पानी परेर तिर्पल लगाम यसरी। बाहिर चाहिँ खतरा पानी परेछ। सुर्खेतमा खाना खाइयो अनि अब हिँड्यो। यो चाहिँ सुर्खेत बजार। इट्स टाइम फर द डिजल हाल्ने बेला भयो। हामीले फुपूको कथा सुने है साथीहरू। यहाँ एकादेशमा एउटा जडिया रहेछ, जो चाहिँ राति 12 बजेतिर जाँड खाएर फिट्टु भएर तास खेलेर आफ्नो घर जाँदै रहेछ। अनि बाटोमा जाँदा त्यसले एउटा ठाउँ यति थोरै धेरै गु देखेछ। जाँदा त्यसले त्यो गु कुचेछ होइन, त्यसले कुचेछ कि त्यो गु। अनि कुचेपछि अनि त्यसले यस्तै खुट्टा फर्काएर हेरेछ के कुचे भनेर हेरेछ। अनि यस्तो गरेर हातमा ल्याएछ अनि चाटेछ होइन।
अनि छि यो त गुवा त धन्नै नकुचेको भनेछ अरे के भनेको खाइसकेर गरेर भएपछि धन्नै नकुचेको भनेछ र चाहिँ जस्तै रहेछ इट्स मिनी ब्रेक टाइम तर साथीहरू एकदमै ठुलो पानी परेको रहेछ बाहिर चाहिँ पानी आछ हैन अनि कस्तो लाग्यो पुकु तिम्रो टुर लामलाई लायो लामलाई यहाँ चाहिँ हाम्रो सर्ट ब्रेक टाइम भएको छ यहाँ चिया खाजा खाने टाइम यिनी चाहिँ हाम्रो जुकुन यस्तो छ बेहोरा यस्तो मान्छेले हाम्रो रारा लिएर पुगेर लिएर आएको यत्तिकै हो बेहोरा फाइनली टुर सकियो अब चाहिँ सबैजनासँग उहाँहरूको रिभ्यू सोधौँ त टुर कस्तो भयो भनेर टुर त एकदमै राम्रो भयो होइन रमाइलो पनि भयो एकदम अप्ठ्यारो बाटो चिसो ठाउँमा गएर आइयो एकदम रमाइलो लाग्यो जानु हजुरहरू पनि घुम्न भन्छु मैले सबैजनालाई अनि हजुरलाई सेम डे यो रमाइलो लाग्यो अनि हाम्रो गुरुजीलाई मलाई त बवाल रमाइलो भयो म त बाहिर निस्केर यसरी इन्जोय गर्न पाउँदा म त्यसै खुसी हुन्छु मजाले अलिकति नयाँ तरिकाको बाटोमा गइयो अफरोड अनि फेरि लङ ड्युरेसन पनि भयो र रारा लेक पनि एकदम रमणीय क्षेत्र त्यहाँको मेन लोकल बासिन्दाहरूसँग इन्टरेक्ट गर्न पाउँदा साह्रै खुसी लाग्यो नेपालमा पनि त्यो लेभलको क्षेत्रहरू रहेछ त्यो लेभलको मान्छेहरू रहेछन् भनौँ न एक किसिमले अलिकति पिछडिएको क्षेत्र भनेर हामीले चिनिन गर्दा चाहिँ कस्तो रहेछ त भनेर हेर्दै गर्दाखेरि हामीले सुने भन्दा चाहिँ विकसित रहेछ तर पनि अलिकति गाह्रो अप्ठ्यारो चाहिँ अझै पनि रहेछ समग्र हेर्दाखेरि घुम्न पर्ने ठाउँ हो जानुपर्छ एक्चुअली अनि भिनाजु रारा ताल भनेको एकदम रमाइलो ठाउँ है क्या जानुपर्छ दुर्गम भए पनि त्यहाँ चाहिँ मान्छेहरू जति धेरै गए त्यति रमाइलो हुन्छ हो विकास हुने हो अनि पर्यटकहरू बढ्ने हो अनि विकास हुँदैछ बाटो राम्रो हुँदैछ बन्दैछ घुम्ने ठाउँ हो रमाउने ठाउँ हो जानुहोस् सबैजना जानुपर्छ कस्तो भयो टुर आएन राम्रो थियो राराले राम्रो हुने रहेछ एकदमै ठुलो छ र मलाई उसको मान्छेहरू पनि दामी देखेको थियो र मैले हर्समा पनि चढेको बोटिङ पनि गर्छु रमाइलो लाग्यो तपाईँहरू पनि जानु होला थ्याङ्क यू ओभरअलमा चाहिँ टुर एकदमै रमाइलो भयो हजुरहरू पनि लाइफमा एकपटक भए पनि रारा लेक चाहिँ जानुहोस् एकदम राम्रो रमणीय ठाउँ छ त्यही हो धन्यवाद